हेलो फ्रेन्ड्स, मेरो नाम हो सन्दीप चौधरी। साथीहरू, तपाईँ पनि यस्तै लोगोहरू बनाउन चाहनुहुन्छ भन्ने तपाईँ यो भिडियोलाई पुरा हेरिदिनु र मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु। त साथीहरू, लोगो बनाउनको लागि साथीहरू पहिला आफ्नो मोबाइल लिनु, मोबाइललाई अन गर्नु। मोबाइललाई अन गरेपछि साथीहरू तपाईको मोबाइलमा यदि पिक्सल एप छ भने ठिक छ, पिक्सल एप छैन भने तपाईँ यहाँ प्ले स्टोरमा जानु। प्ले स्टोरमा गएपछि साथीहरू यहाँ पिक्सल एप सर्च गर्नु। पिक्सल एप सर्च गरेपछि साथीहरू यहाँ तलमा पिक्चर एडिटर भनेर एउटा एप छ, हेर्नुहुन्छ मेरो डाउनलोड नै छ। तपाईहरु यो डाउनलोड गर्नु। यसलाई डाउनलोड गरेपछि साथीहरू यसलाई ओपन गर्नु। पिक्सल एप ओपन गरेपछि यहाँ न्यू टेक्स्टको अप्सन सो हुँदैछ। त्यसको अहिले कुनै काम छैन, त्यसै भएर यसलाई कुनामा पेन्सिलको साइडमा डिलिटको अप्सन छ, त्यसमा गएर यसलाई डिलिट गरिदिने। यसलाई डिलिट गरेपछि साथीहरू अब यहाँ एकको अगाडिमा एउटा बटन छ तेस्रो नम्बरमा, त्यसलाई क्लिक गरिदिने। क्लिक गरेपछि त्यसलाई साथीहरू यहाँ सेपको अप्सन सो हुँदै होला, त्यो सेपमा गएर क्लिक गर्ने। सेपमा क्लिक गरिसकेपछि साथीहरू यसलाई अलिकति कुनामा राख्ने र अलिकति यसलाई ठुलो पारिदिने। यसलाई ठुलो पारेपछि साथीहरू अब यसको रेडियस छ त्यसलाई 100% फुल गरिदिने। रेडियसलाई फुल गरेपछि साथीहरू अब टिकमा क्लिक गर्ने। टिकमा क्लिक गरेपछि साथीहरू अब यसको कलर चेन्ज गर्नुस् त हामीहरू तल जान्छौँ। तल गएर कलरको अप्सनमा क्लिक गर्ने र यसलाई इनेबल गरिदिने। इनेबल गरेपछि यसको कलर ब्ल्याक चुन्नु होला साथीहरू। ब्ल्याक चुनेर यो टिक गरिदिनु। यसलाई टिक गरेपछि साथीहरू अब हामीहरू माथि जाऊ र यसलाई कपी गरौँ। कपी गरेपछि साथीहरू फेरि हामी तल कलर अप्सनमा गएर यसको कलर व्हाइट गरिदिने। व्हाइट गरेपछि टिक गरिदिने र यसमा अलिकति सानो गरेर यसलाई यसमा मिलाएर राखिदिने। साथीहरू म जस्तै मिलाएर राखिदिने। यसरी मिलाएर यो मिलाएर राखेपछि अब हामीहरूलाई यहाँ डबल लेयर माथिमा बटन छ, डबल लेयरको बटनमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि साथीहरू यहाँ तलमा मर्जको अप्सन सो हुँदै होला, त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरेपछि साथीहरू यसलाई टिक गरिदिने। टिक गरेपछि दुईटा लेयर जोइन भएको छ देखाउँदैछ तलमा, त्यसमा क्लिक गर्ने। क्लिक गरेपछि साथीहरू ओके गरिदिने र फेरि त्यसमै डबल लेयरको बटनमा क्लिक गरेर फेरि ब्याक आउने। ब्याक आएपछि साथीहरू अब यो हाम्रो मर्ज भइसकेको छ, हेर्नुहुन्छ। मर्ज भइसकेपछि अब फेरि तल जाने र यहाँ इरेज कलरको जुन अप्सन छ त्यसमा क्लिक गर्ने। इरेज कलरमा क्लिक गरेपछि यसलाई इनेबल गर्ने। यसलाई इनेबल गरेपछि साथीहरू यसको टोलरेन्स 70% फुल गरिदिने र टिक गरिदिने। 70% फुल गरेपछि साथीहरू अब हामीहरू यहाँ प्लसमा माथिमा प्लस छ जुन, त्यसमा क्लिक गर्ने र सेपलाई चुज गर्ने। सेपलाई चुज गरेपछि साथीहरू फेरि यो यसरी यो सेपलाई यो भित्रमा राखिदिने मिलाएर। साथीहरू यो भित्रमा फिट गरिसकेपछि यहाँ माथिमा डबल लेयरको अप्सन हुँदैछ, त्यसमा क्लिक गर्नु। डबल लेयरको अप्सनमा क्लिक गरेपछि यहाँ तलमा मर्जको अप्सन छ, त्यसमा क्लिक गर्नु र दुईटैलाई टिक गरेर दुईटैलाई यसरी मर्ज गरिदिनु। यहाँ क्लिक गरेर मर्ज गरेपछि साथीहरू यहाँ फेरि ब्याक आउनु। ब्याक आएपछि साथीहरू अब हामीलाई टेक्सचरमा जानु छ। टेक्सचरमा गएर टेक्सचर भेट्यो, टेक्सचरमा जाने, ग्यालरीमा जाने। ग्यालरीमा गएपछि साथीहरू यो गोल्डन कलरको टेक्सचर छ त्यो चुज गर्नु। यदि साथीहरू तपाईको मोबाइलमा यो टेक्सचर छैन भने गुगलमा गएर टेक्सचर लेखेर इमेजमा गएर त्यहाँबाट डाउनलोड गर्नु। त्यहाँ धेरै टेक्सचरहरू आउँछ र या स्क्रिनशट लिनु। साथीहरू हामी अब अगाडि बढ्छौँ। यहाँ तलमा टिकको अप्सन सो हुँदैछ, त्यो टिकमा हामीहरू क्लिक गर्छौँ। त्यो टिकमा क्लिक गरेपछि साथीहरू अब हामी फेरि माथि आउँछौँ र कपी गर्छौँ। कपी गरेपछि साथीहरू यहाँ कुनामा क्रोपको अप्सन छ, क्रोपमा क्लिक गर्ने। क्रोपमा क्लिक गरेपछि साथीहरू यहाँ माथिमा मिररको अप्सन छ, त्यसमा क्लिक गर्ने। यो उल्टा हुन्छ। त्यो उल्टा गरेपछि साथीहरू यहाँ टिक गरिदिनु र अलिकति यसलाई सानो पारेर यसमा मिलाएर राखिदिनु म जस्तै। साथीहरू म जस्तै राख्ने, फेरि नत्र गडबड हुन्छ। फेरि यसलाई यसरी राखिदिने। यसलाई यसरी राखिदिएपछि साथीहरू फेरि हामीहरू अब टेक्सचरमा जाने। टेक्सचरमा गएपछि ओके गर्ने र फेरि ग्यालरीमा जाने। ग्यालरीमा गएपछि यो सिल्भर कलर चुज गर्ने र टिक गरिदिने। साथीहरू हेर्नुहुन्छ यो हाम्रो सिल्भर कलरको भइसक्यो। अब फेरि यसलाई हामीहरू डबल लेयरमा क्लिक गरेर मर्जमा क्लिक गरेर टिक गरेर दुईटैलाई मर्ज गरिदिन्छौँ।
र फेरि ब्याक आउँछौँ। यसलाई मर्ज गरेपछि साथीहरू अब हामीलाई आफ्नो युट्युबको नामको फर्स्ट लेटर लेख्नु छ। तपाईँको युट्युबको नाम के हो? जस्तै मेरो सन्दीप प्रोफाइल त म एस र पी लेख्छु। तपाईँहरू जे लेख्नुहुन्छ त्यो लेख्नु। अब लेख्नको लागि हामीलाई एमा जानुपर्छ। यो एमा जानु। एमा गएपछि यहाँ टेक्स्टको अप्सन सो हुँदैछ। टेक्स्टमा क्लिक गर्नु। टेक्स्टमा क्लिक गरेपछि साथीहरू यहाँ आएर राखिदिनु यसलाई। र अब एडिटको पेन्सिल छ, यहाँ पेन्सिलमा क्लिक गर्नु। यो काट्नु न्यू टेक्स्टलाई र तपाईँको युट्युब च्यानलको फर्स्ट लेटर यहाँ लेख्नु र डन गर्नु, ओके गर्नु र यहाँ मिलाएर राखिदिनु। यहाँ मिलाएर यसरी राखिदिनु। यहाँ मिलाएर राखेपछि साथीहरू यहाँ अलिकति हामीहरू तल जाऊ। तल गएर साथीहरू हामीहरू यो एबी फोन्टमा जान्छौँ। एबी फोन्टमा गएपछि साथीहरू तपाईँले यति मध्ये जुन मन पर्छ त्यो राख्नु। मलाई जस्तैमा यो राख्न मन छ, म यो क्लिक गरेर ओके गरिदिएर यहाँ आयो। साथीहरू अब यसलाई अलिकति माथि गएर कपी गर्नु। कपी गरेपछि साथीहरू यसलाई यसको अगाडि यसरी मिलाएर राखिदिनु। यहाँ राखेपछि साथीहरू अब फेरि एडिटको पेन्सिलमा क्लिक गर्नु र यो यसलाई काटेर तपाईँ आफ्नो युट्युब च्यानलको दोस्रो लेटर लेख्नु। यहाँ मैले पी लेखिदिएँ प्रोफाइलको र डन गरिदिएँ। डन गरेर ओके गरिदिनु। ओके गरेपछि साथीहरू हेर्नु यो पी आइसकेको छ। यहाँ यो पी आइसकेपछि साथीहरू अब फेरि हामीहरू टेक्सचरमा जाने। टेक्सचरमा गएपछि साथीहरू यहाँ ग्यालेरीमा जाने। ग्यालेरीमा गएपछि साथीहरू यसको कलर हामी गोल्डन चुज गर्छौँ र गोल्डन टेक्सचरमा क्लिक गरेर टिक गरिदिने। हेर्नुभयो साथीहरू यसको कलर चेन्ज भइसकेको छ। अब फेरि यसमा जाने। यसमा गएपछि साथीहरू फेरि टेक्सचरमा जाने, फेरि ग्यालेरीमा जाने। ग्यालेरीमा गएपछि यसको कलर सिल्भर चुज गर्नु र टिक गरिदिनु। चुज गरेर साथीहरू हेर्नुहुन्छ यो भइसकेको छ। अब साथीहरू यसलाई फेरि डबल लेयरको अप्सनमा गएर फेरि मर्जको अप्सनमा गएर यो तीनटैलाई मर्ज गरिदिनु। तीनटैलाई मर्ज गरिदिनु। यसलाई मर्ज गरेपछि फेरि ब्याक आउनु र आज साथीहरू हामीलाई आफ्नो युट्युब च्यानलको पुरा नाम लेख्नु छ। जस्तै मेरो सन्दीप प्रोफाइल हो, यो टेक्स्टको अप्सनमा गएर फेरि यहाँ राखेर यसलाई फेरि पेन्सिलमा गएर आफ्नो प्रोफाइलको पुरा नाम लेख्नु। जस्तै म SANDIP सन्दीप प्रोफाइल लेख्छु र डन गरिदिन्छु र ओके गरिदिन्छु। साथीहरू यहाँ तपाईँहरू यसलाई मिलाएर राखिदिनु। साथीहरू हेर्नुहुन्छ यो मिलाएर मैले राखिदिएँ। अब यसको कलर चुज गर्ने। यसको कलर चुज गर्नलाई हामीहरूलाई अब जानुपर्छ कलरमा। कलर खोइ छ, कलर भेटियो। कलरमा क्लिक गरेर यसको कलर तपाईँहरूलाई येलो गरिदिनु छ। येलो गरेपछि टिक गरिदिनु। टिक गरेपछि साथीहरू फेरि अब यसलाई पनि योसँग मर्ज गरिदिनु। मर्ज गर्नको लागि फेरि डबल लेयरमा जानु। यो मर्जमा जानु, दुईटैलाई मर्ज गरिदिनु। दुईटै मर्ज भइसकेको साथीहरू अब फेरि ब्याक आउनु। ब्याक आएपछि साथीहरू फेरि यो तेस्रो नम्बरको अप्सन छ एकवागा आइडीमा, त्यसमा क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि साथीहरू तल आउनु। तल आएर यहाँ स्याडो तपाईँहरू हेर्दै होला, त्यो स्याडोमा क्लिक गर्नु र यसलाई इनेबल गर्नु। यसलाई इनेबल गरेपछि साथीहरू यहाँ अफसेट एक्स हेर्दै हुनुहुन्छ तपाईँ, त्यो अफसेट एक्सलाई -40 मा राखिदिनु र अफसेट वाइलाई +24 गरिदिनु। त साथीहरू यो 24 गरेर यहाँ टिक गरिदिनु। यहाँ टिक गरेपछि साथीहरू अब हामी यहाँ प्लसमा क्लिक गर्छौँ। प्लसमा क्लिक गरेर साथीहरू अब हामीहरू फ्रम ग्यालेरीमा क्लिक गर्ने। ग्यालेरीमा क्लिक गरेपछि साथीहरू हामीलाई यो टेक्सचरलाई चुज गर्नु छ। मैले चुज गरेँ र ओके गरिदिएँ। यसलाई टिक गरेर चुज गरेपछि साथीहरू यसलाई अब फुल स्क्रिन गरिदिने। यसरी फुल स्क्रिन गरिदिने। फुल स्क्रिन गरेपछि साथीहरू अब यहाँ टु ब्याकको अप्सन छ। टु ब्याकको अप्सनमा क्लिक गर्नु। साथीहरू हेर्नु यो कति राम्रो पछाडि गइसक्यो र हाम्रो लोगो तयार भइसकेको छ पुरै प्रोफेसनल तरिकाले। त साथीहरू
अब यसलाई यो माथिमा सेभको बटन छ त्यसमा क्लिक गर्नु, त्यसमा सेभ एज इमेज राख्नु र यहाँ डिफल्टको अप्सन छ, त्यो डिफल्टमा क्लिक गरेर अलिकति स्क्रोल गरेर यहाँ अल्ट्रा छ, अल्ट्रामा क्लिक गरेर तपाईहरु सेभ द ग्यालेरीमा क्लिक गर्नु। सेभ द ग्यालेरीमा क्लिक गरेपछि यहाँ साथीहरु एड आयो, त्यसलाई म काट्दिन्छु र फेरि ब्याक आउनु। ब्याक आएपछि साथीहरु तपाई आफ्नो ग्यालेरीमा जानु। ग्यालेरीमा हेर्नुहुन्छ साथीहरु यो आइसकेको छ। त साथीहरु यदि तपाईलाई यस्तै भिडियोहरु चाहियो भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु र तलमा कमेन्ट गर्नुको कुन सम्बन्धी तपाईहरुलाई भिडियो चाहियो। त्यति बेलासम्मको लागि बाइ बाइ।